समस्या समाधान गरेर आएपछि म तपाईँहरूको अबिरलाई खाजा लाउँछु है। त्यही भएर कुनै पनि नेता या त्यो राष्ट्रिय स्वतन्त्र पार्टीकै किन नहोस्, सम्मान दिन हतार नगर्नुहोस्। पहिला तपाईँहरूको यत्रो वर्षौंदेखि भोगिरहेको समस्याको समाधान हुनुपर्छ, त्यसपछि बल्ल त्यो नेताले त्यो मन्त्रीले तपाईँहरूको खादा, तपाईँहरूको अबिर, तपाईँहरूले दिएको फुल उसले चाहिँ बल्ल डिजर्भ गर्छ, बल्ल उसले चाहिँ त्यो लायक हुन्छ लिनलाई। त्यही भएर मैले आज किन यहाँ चाहिँ तपाईँहरूको समस्या समाधान भएको दिनमा आउँछु, त्यो दिन सँगसँगै हामी पनि तपाईँहरूलाई पनि म अबिर लगाइदिन्छु, तपाईँहरूले पनि मलाई अबिर लाउने हो। सरकारको प्राथमिकतामा रहेको विषय हो सुकुम्बासीको समस्या। त्यही भएर हामीले यो सरकारको पालामा यो अब हामीले 500 दिन भनेको छौँ, 500 दिनभित्र सुकुम्बासीको समस्या हामीले चाहिँ समाधान गर्नेछौँ देशैभरिको हकमा। त्यसैले हजुरहरू पनि एउटा चाहिँ के चाहिँ के अरे नडराउनुहोस्, नआत्तिनुहोस्। मैले यहीँ आएर तपाईँहरूलाई किन निवेदन गरेँ भन्दा एउटा चाहिँ एउटा त्रासको वातावरण बनेको छ अहिले देशैभरिबाट। ला हामीले बसेको ठाउँमा हामी वर्षौंबाट भोगचलन गरिरहेको ठाउँबाट हामीलाई उठाइदिने पो हुन् कि होइन, हामीले निकालिदिने पो हुन् कि डोजर लगाइदिने पो हुन् कि भन्ने खालको छ। त्यस्तो होइन। त्योबाट म तपाईँहरूलाई म आफै आएर म तपाईँहरूलाई क्लियर गर्न आएको यो कुराहरू। जसले चाहिँ सुकुम्बासीको हकमा जसले लाल पूर्जा पाउनु पर्ने हो उहाँहरूले लाल पूर्जा पाउनुहुन्छ, तपाईँहरू ढुक्क हुनु।